हजुर सावल चाहिँ के थियो परमेश्वरको पहिला सावललाई नि परमेश्वरले चुन्नु भएको हो तर सावललाई चाहिँ परमेश्वरले छोड्नु हो। तर किन छोड्नु हो भने परमेश्वरको विरुद्धको कामहरू गरे उसले, परमेश्वरलाई मन नपर्ने कामहरू गरे है। जब म राजा भए अहिले भनौँ म पुलपिटमा आएर मैले जे पनि गर्न मिल्छ मिल्दैन नि है। जब सावल राजाको राजा बस्ने ठाउँमा गइसकेपछि परमेश्वरलाई मन नपर्ने कामहरू गरे उसले है। त्यो भएको कारणले सावलको साथमा चाहिँ सावललाई चाहिँ परमेश्वरले छोड्नुभयो। सावलको साथमा चाहिँ परमेश्वर, तर दाउदलाई छोड्नु त किन र त्यहाँ दुईटामा धेरै फरक छ। सावलले चाहिँ परमेश्वरको खोजी गरेन, उसले पाप काम गरे र पनि परमेश्वरलाई खोजी गरेन, पश्चातापी हृदय गरेन उसले है। दाउदले चाहिँ पाप काम गरे पनि परमेश्वरतर्फ फर्केर चाहिँ परमेश्वरसँग नजिक हुनलाई उसले त्यो आँट गरे। आज तपाईँ अनि म है, हामी मान्छे है, हामी शरीरमा पाप काम गरिपठाउँछौँ है। हामी दाउद जस्तै बन्ने कि सावल जस्तै बन्ने भन्ने कुरा यसमा आउँछ है। हामी पाप काम गर्दाखेरि पनि हामीले दाउदले जस्तै परमेश्वरतर्फ फर्किकन परमेश्वरको राज्य खोजी गर्नुपर्छ। आमेन आमेन। बुझ्नु हुँदैछ नि है हजुर। म त फेरि वचन दिने पनि म सोध्ने पनि कुरा मलाई त यसो गफ गरे जस्तै हुन्छ कि। त्यो भएको कारणले म टाइम दिन चाहन्न, तर एउटा वचन के 5-10 मिनट मैले दिन चाहेँ यो समयमा। तर निनब्बेको मैले कुरा गरेँ, तर परमेश्वरले यो वचन मलाई दिनुभयो। तर यो वचन मलाई किन दिनुभयो भन्दाखेरि निनब्बेको विरुद्धमा चाहिँ परमप्रभुको क्रोध है। निनब्बेको विरुद्धमा चाहिँ परमप्रभुको क्रोध भनेर मलाई एउटा म हिजो गोठालो गएको थिएँ। गोठालो जाँदाखेरि गीत सुने, एप्पल लागेको कानमा है, वचनहरू सुन्दै गर्दाखेरि अनि एउटा वचन चाहिँ मलाई आयो, निनब्बेको देशमा चाहिँ परमेश्वरको क्रोध भनेर। तर यो चाहिँ योना चाहिँ त्यहाँ निनब्बेमा गएर भन्नुभन्दा अगाडि नै 900 वर्ष अथवा कति वर्ष अगाडि नै भविष्यवाणी गरेको रहेछ। तपाईँहरूले बाइबल पढ्नुभएको होला है। यो पुस्तक यो उयो चाहिँ कहाँ पाउँछ भने नाहुमको पुस्तकमा पाउन सक्नुहुन्छ। सबैले बाइबल पढाएर हेर्नु होला। नाहुमको पुस्तक 1देखि हामी हेरेर पढ्ने छैनौँ। 3 पदसम्म हामी हेर्नेछौँ। त्यहाँ के भनेको छ, निनब्बेको विरुद्धमा चाहिँ परमप्रभुको क्रोध 1मा निनब्बेको विषयमा ईश्वरवाणी एल्कोसी नाहुमले लेखेका दर्शनको पुस्तक भनेको छ। यो त पहिला नै भविष्यवाणी भइसकेको रहेछ त। तर सुन्नुहोस् है, एकदम राम्रोसँग सुन्नुहोस्। किन भविष्यवाणी? यसमा फेरि पञ्चदलीय सेवकाहरू आउँछ। अब हामीले उयो गर्दाखेरि पञ्चदलीय भन्छ नि, तर यहाँ त भविष्यवाणी गर्यो। तर त्यहाँ गएर के अरे निनब्बेको लागि चाहिँ प्रचार गर्न को गए हजुर? प्रचार गर्न को गयो त्यहाँ? योना गए हो। तर भविष्यवाणी त अर्कैलाई छ। तर त्यो भविष्यवाणी जसलाई गरेको गएर चाहिँ प्रचार गर्नुपर्ने ठाउँमा, तर योना गए किन? यस पनि धेरै गम्भीरको कुरा छ। त्यो भएको कारणले तर परमेश्वरले चाहिँ यो निर्णय दिनुभयो है। परमेश्वरले यो निर्णय दिनुभयो निनब्बेमा चाहिँ धेरै एकदम परमेश्वरलाई मन नपर्ने कामहरू, परमेश्वरलाई चित्त नबुझेको कुराहरू भइरहेको थियो त्यहाँ। सुन्नुहोस् है, एकदम गम्भीर छ यो कुरा। निनब्बेमा चाहिँ एकदम परमेश्वरको विरुद्धको कामहरू भइरहेको थियो। तर पनि परमेश्वरले चाहिँ योजना के बनाउनु भयो, अब चाहिँ म निनब्बेलाई सखापै पार्छु है। तर सुन्नुहोस्, कुरा गहिरो छ है।
तर योनाको पुस्तकमा गएर हेर्नुभयो भने तर निनिवे एकजना स्त्रीको पापले गर्दा चाहिँ यो परमेश्वरको योजना के थियो, निनिवेलाई चाहिँ म सखा पनि पार्छु। तर परमेश्वरले चाहनुभयो भने त्यो कामले रोक्नुहुन्छ। आमेन। तर तपाईँ हामी दाउदले जस्तै तर हामीले गरेको पापलाई स्वीकार गरेर चाहिँ परमेश्वरतर्फ फर्किनु पर्यो। अनि मात्रै तपाईँ र मेरो जीवनमा त्यो सङ्कटको कामबाट नि परमेश्वरले हामीलाई जोगाउनुहुन्छ। आमेन। तर यो पुस्तक म पद भन्न चाहेन, किनकि यो समय सूचनाको समय हो है। यो समय सूचनाको भएको कारणले तपाईँहरूले म पद दिनेछु, टिप्नुहोस्, घर गएर पढ्नुहोस्, हो होइन भन्ने कुरा। तपाईँहरूले योना परमेश्वरले निनिवेलाई बचाउनु भएको कारण किन कसरी भन्दाखेरि तपाईँले छोटो छोटो पदहरू छ, नामको पुस्तकलाई पढ्नुहोस् अनि योनाको पुस्तकलाई पढ्नुहोस्। योनाको पुस्तकमा चाहिँ 3को 1 देखि 10 सम्म पढ्नुहोस्, तपाईँहरूले त्यो भित्र तपाईँहरूले पाउनुहुनेछ है। बुझ्दै हुनुहुन्छ नि? आमेन। हुन्छ, यो समयलाई मैले यही राख्न चाहेँ। अब हामी सूचनाको भागतिर जानेछौँ।